Yes, yes, sir. भाइ अन्त जति नै हजुर ठिक छ एकदम के मजा जग्गा है यहाँ दोकान छैन सहिदैबाट हामी स्वागत गर्दछौँ सुमन भाइ कहाँ हुनुहुन्छ 6 तारिक जुन 2025 हाम्रो एउटा सानो एउटा सिएमआईमा एउटा सानो एउटा समूह छ जसलाई हामीले फुटसल ग्रुप भनेर नाम दिएका छौँ र विगत दिनहरूमा 1-2 वर्ष अलिकति ग्याप भयो कतिवटा कारणवश हामीले यो कार्यक्रम गर्न सकेनौँ र धेरै दिन बादमा यसरी हामी एकजुट भएर आउँदाखेरि अति नै खुसी लागेको छ उहाँले हामीलाई समय दिनुभयो अनि उहाँको उपस्थितिले आजको हाम्रो यो कार्यक्रम सफल हुनेछ भन्ने हामी विश्वास आशा अनि भरोसा गर्दछौँ अनि त्यसरी नै म हाम्रो अवकाश प्राप्त हुनुभएका हाम्रो अति आदरणीय गणेश सर विवेक सरलाई पनि म स्वागत गर्न चाहन्छु उहाँहरूको उपस्थितिलाई हामी सदैव हामी सम्झनामा राख्नेछौँ सहभागी शिक्षकहरूको अनुमति लिँदै म यो सम्बर्धना पत्र पठन गरिरहेछु एसयुएमआई फुटसल खेलकुद अनि सांस्कृतिक समूह कालेबुङ सम्मान पत्र श्रीमान विवेक सिन्हा सेवानिवृत्त शिक्षक एसयुएमआई बुङ बस्ती कालेप्रति हाम्रो गहिरो सम्मान कृतज्ञता र शुभकामना व्यक्त गर्न चाहन्छु यद्यपि तपाईँ अहिले कार्यक्षेत्रमा हामीसँगै नरहेता पनि दिनहुँ भेटेर नमस्कार र गुड मर्निङको आदान प्रदान नभएता पनि तपाईको योगदान लगनशीलता र अविच्छिन्न सम्बन्ध हाम्रो हृदयमा सदैव अमिट रहनेछ अभिभावक र असल मान्छेको रूपमा अनुभव गर्यौं तपाईको सरलता मिलनसार चरित्र र मार्गदर्शन आज पनि हामीलाई प्रेरणा दिइरहेको छ हामी तपाईको उज्जवल आदरणीय गुरुवर एसयुएमआई फुटसल परिवारको तर्फबाट तपाईप्रति हाम्रो गहिरो सम्मान कृतज्ञता र शुभकामना व्यक्त गर्न चाहन्छौँ यद्यपि तपाईँ अहिले कार्यक्षेत्रमा हामीसँगै नरहेको सम्बन्धमा पत्र हाम्रो आदरणीय गणेशलाई हामी दिइरहेका छौँ सम्मान पत्र श्रीमान सेन्डुप लामा अध्यक्ष जिल्ला पाठशाला परिषद कालेबुङ आदरणीय गुरुवर जिल्ला पाठशाला परिषदको अध्यक्ष पदमा तपाईको नियुक्ति भएको समाचारले नेपाली साहित्यमा सुधीर छेत्री र उहाँलाई हामीले बुझ्नु गएका चाहिँ काले football, creating a platform for girls football. We appreciate धेरै बधाई पुग्दछौँ अनि नानी छोरा मायालाई हामी बधाई दिइरहेको छौँ बधाई छ सुखदेव सरलाई पनि धेरै धेरै बधाई remarkable
achievement of clearing the NIIT examinations and securing admission to the prestigious RG Medical College, Kolkata. मेरो चाहिँ आजको बटम लाइन चाहिँ के छ भने नि सिकाउनु पर्छ हौ। सर अनि अभारिम लेप्चा, तपाईँले 2015 को कक्षा 10 को ICSI परीक्षामा ISC परीक्षामा उत्कृष्ट सफलता प्राप्त गरी आफ्नो मेहनत एब्सेन्टमा हाम्रो सिद्धान्त सरले सिकाउनु भएको राव सरलाई पनि म एकछिन राव सरलाई पनि म एकछिन हाम्रो कतिवटा कारणबाट हामीले एउटा मिसप्लेस भएछ र यसको ठुलो छ है एकदम अब यस्तो जमघट चाहिँ मेरो चाहिँ बहुत वर्षहरू बादै हो। प्राय म यसरी आउने मौका पनि पाउँदिनँ र यसरी फुटसलले अस्तिको दिन अचानक मेरो रुममा सरहरू आउनुभयो चिठी लिएर। म त पहिला के चिठी लिएर आयो भनेको आज तपाईँहरूको बिचमा आउन सकेँ र विशेष गरी विवेक सर, गणेश सर अनि सायद सामेल सर आइपुग्नु भएको छैन। त्यो चिजहरू चाहिँ भविष्यमा पनि भएको म समर्थन गर्छु। अनि तपाईँहरूको जुन स्कुलको एसयुएमआई स्कुलको स्टाफको नानीहरूले असल रिजल्ट गरेको खण्डमा अनि हाम्रै साथीभाइहरू समाजको विभिन्न क्षेत्रमा, राजनीतिको विभिन्न क्षेत्रमा आफ्नो आफ्नो ससानो योगदान पुर्याउनु भएकोमा पनि तपाईँहरूले जुन एउटा एप्रिसिएसन गर्नुभयो, यो म एकदमै सहृदय तपाईँहरूको यो प्रयासलाई चाहिँ म एकदमै बधाई भन्दछु। र मैले सुने साथीहरू अचानक अजय सरले मलाई इन्भिटेसन कार्ड पठाउनु भयो अनि त्यसको बादमा म अजय सरसँग सम्पर्कमा आएँ। खुसी लाग्यो, कमसेकम स्कुलको साथीभाइले माया मारेको छैन रहेछ भन्ने चाहिँ महसुस भयो। खुसी छु। परेटर पनि होइन, भाषण शब्द पनि आउँदैन, तरै पनि आई वुड लाइक टु थ्याङ्क सबै हाम्रो भाइहरूलाई जसले चाहिँ यो अर्गनाइज गरे। पहिला पनि गर्दै थियो, अहिले पनि गर्दैछ, बट इम्प्रुभ हुँदै रहेछ क्या। बेटर रेकग्निसनको लागि चाहिँ एकदमै मलाई खुसी लाग्यो कि यु आर रेकग्नाइजिङ इच एन्ड एभ्री वान। यहाँनिर नानी